टासिदेले यो सोनम लोसारको विषयमा चाहिँ अब म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ लोछार भन्नाले चाहिँ नयाँ वर्ष भनेको, लोछार भनेको चाहिँ अब नयाँ वर्ष भनेको रहेछ, नयाँ लो भनेको रहेछ। त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामी तामाङ जातिले चाहिँ एकदमै महत्त्वपूर्ण मनाउनु पर्ने र यसरी मान्दै आएको पहिलादेखि नै रहेछ। र हाम्रो यहाँ भुटानमा चाहिँ अब त्यति थाहा नभएको कारणले गर्दाखेरि, नमानेको कारणले गर्दाखेरि अहिलेसम्म यो चर्चा त्यति साह्रो भइसकेको छैन। त्यस कारणले गर्दाखेरि अहिले भर्खरै अब हामीले चाहिँ सुरु गरेर अहिले यहाँसम्म पुग्दैछौँ। अन्त यो चाहिँ किन मनाएको हो भन्दाखेरि चाहिँ अब हाम्रो तामाङको रीतिथिति संस्कृति, हाम्रो रीतिरिवाज चाहिँ एउटा जोगाड गर्नुको लागि, जोगाउनुको लागि चाहिँ यो हामीले यसरी जमर्को गरेर चाहिँ यसरी गर्दैछ। पछाडि भविष्यमा नाना नानीहरूलाई बाटो मार्गहरू यसरी देखाइराखेको हामीले चाहिँ र हामीले यो मनाउनु गरेन भने चाहिँ पछाडि यो मासेर जाने रहेछ, हराउँदै जाने रहेछ। अन्त पछाडिको नानीहरूलाई त केही थाहै नहुने है। अन्त अब जात मात्रै हामीले तामाङ भनेर भनिन्छ, तर तामाङको के हो रीति, भाषा, भेषभूषा यो पनि हाम्रो एकदमै जोगाउनु पर्ने, एउटा जोगाउनुको लागि चाहिँ अब हामीले यसरी लोसारलाई अगाडि बढाएर जाँदैछ। अनि जति पनि छरिएर बसेको छ टाढो गाउँ है, यहाँ भुटानभित्रमा पनि छरिएर बसेको तामाङहरूलाई म यही नै सन्देश सूचना दिन चाहन्छु। यसरी भाषालाई चाहिँ एकदमै जोगाउनु पर्ने, पछाडिको भविष्यको नानीहरूको लागि चाहिँ हामी तामाङको एउटा रीतिथिति जोगाउनुको लागि चाहिँ हामीले यसरी यो लोसारलाई हामीले अगाडि लाउँदैछ। र सबै जति पनि हाम्रो तामाङ जाति हुनुहुन्छ उहाँहरूलाई धेरै म आशीर्वाद दिँदै भए पनि र यो लोसारमा सबैजना जोडियोस् भनेर एउटा म मनोकामना र यो अनुरोध गर्दछु। र सबैजनालाई, तामाङ जातिहरूलाई जति बस्नु भएको छ उहाँहरूलाई एकदम थुजे छे टासिदेले सोनम लोसारको उपलक्ष्यमा सबैजनालाई थुजे छे टासिदेले भन्न चाहन्छु। ल चाहिँ प्रोग्रामहरू कस्तो चल्दैछ भनेर हजुरलाई भन्नु पर्यो भनेदेखि यहाँनिर टिकट अब आशीर्वादको लेरिमहरू थियो, प्रोग्रामहरू थियो। मामाखिलाई हृदयबाट हजुरलाई धन्यवाद दिन चाहन्छु। ल आज हाम्रो तामाङ लोसारको उपलक्ष्यमा हजुरहरूसँग यसरी भेटघाट गर्नु पाउँदा धेरै खुसी लागिरहेको छ। हजुरहरूसँग नभेटेको पनि धेरै भएको थियो र आज 2 साल पछाडि यो खुसीको अवसरमा यसरी हजुरहरूसँग र तामाङको पनि लोसार यति रमाइलो, यति मिठो, यति यस प्रकारले मनाउनु हुन्छ भनेर हामीलाई त थाहा पनि थिएन। तर आजको घडीमा र यो प्रकारले जुन चाहिँ हाम्रो रीतिरिवाजहरू छ यो पाराले मनाएको देख्दाखेरि हाम्रो गाउँठाउँ समाजमा धेरै खुसी लाग्छ। हजुर इसमा ज्याभ माग्नुपर्छ यहाँलाई दान्दे समय सेलामा विकास सेलामा बेग्ला बेग्लै ताउनु होला, तर नै सबै राङ्ला देश्री तामाङ विषय बेग्लै तामाङ विषय तामाङ होइन त राङ्ला नाम सरिके युला ओनमा मेमे आके दुसुके
सब जान्थे तेन्सी खाबाला राङला सोनम लोसार विवाह चाहिँ राङला नामसारी सबै जोखकला घेउक ला सबै रोग आतासा नै राङला चियोकरी इरङलासिन मान्ति भिसम अब हामीलाई पालेर इरङबा लासिन मान्तिम्बा याङनै लागे हामीले के भिसनम यहाँ चाहिँ उन्तो चाहिँ नि आमा आमा चाहिँ मान्छे नानी दुःख त लिसम आखा भयो अस्ट्रेलिया निमा धान्दे बेसी तासी अमेरिकन निमाला क्यानाडा निमाला आशा चाहिँ इरङबा लासिन टागाई दोलो लामा चाहिँ सुङसी पिन्जी चुपाल चाहिँ इरङलासी याङसे चोरी मान्ती चाहिँ रीतिरिवाज लो संस्कृति जुजु हामीले नगे यहाँ चाहिँ लागे विपद भने होइन चाहिँ त चोरीम बेसी जो चौकालाई आसेङ थियौँ तिनी यहाँलाई सोनम लोसार मान्तेब दिनरी सबै त टाँसिदिले भितोजी भिडमा चाहिँ मौका कि नै साँच्ची त ताजी बिसम गुरिङ अझै चु भन्दा ज्याबा लागेपछि न चुरी नभएपछि गानै खाला मौका किन्छिन ढाँसा त्यहाँ खाला नि गाना हरन लागे बेसी पाङ्दोची बेसी मौका नै स्याप्ची मौका त नै थुसी छ त सबैलाई काटिन्छ भन्न चाहन्छु म चाहिँ एकदम सबैले टाँसिदिनु गुरुङहरूको छ गुरुङहरूको गोसर्नु दिन्छ उनीहरूको हाम्रै अरूको चाहिँ के को लागि बिचरा खै आउनु सकिएन नि बिचरा गर्नु भएको छैन हो एकछिनमा गर्नुहुन्छ होला सक्छ